हेलो सबैजनामा बिहान उठेँ उठेर चाहिँ पानी खान मन लाग्छ। गुड मर्निङ सबैजनामा। बिहान खाली पेटमा पानी खान मन लाग्छ। कस्तो न त खाली पेट भयो भने भोमिट आउला जस्तो हुन्छ, त्यो पानी खानुपर्छ। अनि आमाहरूले यो बोतल हुन्छ नि, यो बोतल फाल्दैन कि यसलाई फेरि रियुज गर्छ। यसलाई नै चाहिँ फेरि पानी राख्ने काम लाग्ने गर्छ क्या हामीले। अब खै अब फाल्नु मन लाग्दैन, त्यही भएर दिन्छु। आज साबुन के अरे फेस वास सिपेको हुन्छ, नर्मल दिनु भयो। छोरी चाहिँ नि कलेज जान्छ, छोरी कलेज जानुकोलाई चाहिँ नि त्यसले पनि ग्यास्ट्रिक हुन्छ कि, ग्यास्ट्रिक जति ग्यास्ट्रिक नहोस् भनेर खाली पेटमा दुख्छ। मैले चाहिँ नि उस गर्छु कि यो के भन्छ अरे अनि हर्लिक्स चाहिँ नि गरिदिन्छु अनि हर्लिक्समा भिडिदिन्छु। हर्लिक्समा अब पानी दुध खानु हुँदैन, दुध खायो भने उसलाई चाहिँ नि ग्यास्ट्रिक हुन्छ। त्यही भएर चाहिँ नि उसलाई चाहिँ नि पानी फिर्दिने यस्तो। अब यो चाहिँ नि हर्लिक्स मेरो छोरीको पानीमा हर्लिक्स फिटेर अनि यो रेडी भयो उसले खाने हर्लिक्स। यति खाएपछि उसले चाहिँ नि यस्तो दिनभर अब मर्निङ टाइममा चाहिँ नि उसले के खानु पर्दैन कि यति के खाएपछि उसको पेट पनि राम्रो, दुख्दैन केही, खाली पेट पनि भएन अनि एनर्जी पनि भयो। अहिले चाहिँ नि मैले यस्तै गरेर पठाएको छु, छोरीलाई यस्तै खुलाएर पठाएको छु। खोइ अहिले चाहिँ नि मेरो पेट पनि दुख्दैन आमा भन्छ के अरे, यस्तै गरेर पठाएको छु मैले। एकचोटि हजुरहरू पनि ट्राई गरेर विचार गर्नु। मर्निङ टाइममा चाहिँ नि यो खाली पेटमा हामीले पानी खायो अनि पानी खाएपछि हर्लिक्स खायो भने हामीलाई चाहिँ मर्निङ टाइममा पेट दुख्दैन, ग्यास्ट्रिक हुँदैन, एनर्जी भइराख्छ। मैले यस्तै गरेर गरेछु। दुध ल्याउनु परेछ, अब दुध पकाउने, चिया पकाउने, त्यसपछि खाने।
काम पनि गर्नु पर्यो। घरको काम त्यसपछि चाहिँ नि दोकानमा जानु पर्यो। मैले चाहिँ चिया चाहिँ मैले नर्मली खान्छु, त्यो लङ सुपमा मैले युज गर्दैन। जे छ त्यही खाने। अनि अब गर्मीमा लङ सुपमा अब त्यसै त फेरि खरो हुन्छ नि त। अब गर्मीमा खरो भएपछि खानु झन् त्यसै त गर्मी अहिले यति साह्रो गर्मी छ कि म त सहनै सक्दैन, उफर बाफर हुन्छ। यहाँ चिया पाक्नलाई बसेछ, एउटामा दुध पाक्नलाई बसेछ। त्यस्तै हो मर्निङ टाइममा। अरू कामहरू चाहिँ नि मेरो दिदीले गर्नुहुन्छ, आधी कामहरू मेरो दिदीले भ्याइदिनुहुन्छ। खासै मैले चाहिँ घरमा अरू केही कामहरू त गर्न पर्दैन। यस्तै बस्ने, अब चिया खाने, खाजा खाने। अनि छोरी कलेज जान्छ, त्यसपछि चाहिँ नि म दोकानतिर लाग्छु। अनि यो चाहिँ नि हाम्रो सिटिङ रुम हेर्नुहोस्, सिटिङ रुम हाम्रो सिटिङ रुम कचर पचर छ। यस्तै हो। यस्तो हाम्रो चिया पनि उम्लिएर गएछ अलिकति। मिठो गरेर खाने। एकछिन पकाउनु पर्छ, एकछिन पकायो भने टेस्ट मिठो आउँछ चियाको। यति चाहिँ दुध पाक्दैछ। अब हाम्रो छोरीको लागि चाहिँ हर्लिक्स बनाइदिन्छु, त्यो चिया खायो भने ग्यास्ट्रिक हुन्छ। त्यसै किचन पनि खासै राम्रो छैन, त्यो चाहिँ मैले अलिक यो डाइनिङ हल र किचन, त्यो टोयलेट बाथरुम, त्यस्तै छ हाम्रो। अनि यता चाहिँ फ्रिज छ, यहाँ चाय रेडी। चिया पनि रेडी छ। दिदीको लागि एउटा मेरो लागि, छोरीलाई चाहिँ मैले अर्को हर्लिक्स बनाइदिएको छु। मैले खान्न अब चिया खान जाने। दिदी अब दोकानतिर पसलतिर लाग्नु पर्यो। नुहाइधुवाइ गरेर ड्रेस चेन्ज गरेर पसलतिर लाग्नु पर्यो। हेर्नुहोस् त, यो मेरो आजको आउटफिट। अब मोटी पनि भयो रहेछ,
लुङ्गी टी सर्ट अनि कुर्ता सुरुवाल अनि साडी बाहेक मैले अरू युज गरेको छैन। अब कतै चाहिँ नि अब विदेश भाग्यमा भयो भने सायद प्यान्ट टी सर्ट अनि फ्रकहरू भन्ने हुन्छ नि त्यस्तो लाइन्छ होला। अहिले त अब लुङ्गी टी सर्ट कुर्ता सुरुवाल अनि साडीमै चाहिँ नि म सीमित छु। पसल आइपुगे। पसलमा आइपुगे। पसलमा
कति राम्रो देखेछ हेर्नु त कस्तो राम्रो छ आज काम चलाउँदा यसो यताउति जानु लाउने कि सुन त लाउने के सुन ल यस्तो झेलहरू देख्छ आजको दिन आज जाने अब घर जाने बेला पनि भयो आजको मेरो हेलो अब चाहिँ नि म आइपुगेँ आफ्नो घरमा अब चाहिँ नि आजको दोकानको काम पनि भ्यायो अब चाहिँ नि अब छोरीले खाना बनाएर राखेको छ खाने अनि सुत्ने यसो टिभी एकछिन हेर्छु अनि त्यहाँ सुत्छु अनि अब एकैचोटि भोलि बिहान भोलिको रुटिन हजुरहरूलाई भोलि नै देखाउने छु बेलुका पाखा आजको लागि बाई बाई सी यू